मोहन बस्नेत भनेको धेरै ठुलो दादा मान्छे हो कि कङ्ग्रेसमा धेरै प्रभुत्व राख्ने मान्छे हुन्। अब त्यो गगन थापालाई त जिरो हिसाबमा गन्छन् भने उनले तिनलाई कारबाही हुने कुरै हुँदैन क्या, त्यो सिधै बचावट हो। अनि अर्को कुरा हेरौँ, यहाँ सिनारियो पनि हेरौँ, कङ्ग्रेसले अहिलेसम्म कुन चाहिँले कारबाही गरेको छ र मोहन बस्नेतलाई गर्छ त? त्यो माहौल हेर्नु परेन भनेको होइन। त्यो यिनीहरूले चाहिँ पहिलेदेखि माहौल जस्तो नारायण काजीले हेरौँ कसरी ठोक्दै आएको थिए, रवि लामिछानेले पनि हेरौँ ठुल्ठुला कसरी ठोक्दै आएको थियो र पो सम्भव थियो भन्ने हो। अब यिनीहरूले एउटा कार्यकर्तालाई पक्रिनु सक्दैनन्, त्यत्रो चाहिँ मन्त्री भइसकेको कङ्ग्रेसको त्यो चाहिँ त्यत्रो ठुलो नेतालाई पक्राउ गरेर कारबाही गर्न त्यो सम्भव भने त्यो कसैले त्यो सपनामा नचिताएको हुन्छ क्या। त्यो केही पनि छैन त्यो, त्यत्तिकै अब हालिदियो। उयो राजाले भने जस्तो चाहिँ उनीहरूले क्लियरेन्स गर्नको लागि चाहिँ यही बेला म क्लियरेन्स गर्छु, हाम्रो सरकार भयो होला, मलाई क्लियर गरिदेऊ हाल भनेर उनले आफै हाले होला कि। नत्र त्यो फेरि अर्को त्यो रमेश लेखकको के भ्यालु छ? रमेश लेखकले कसैले पनि टेर्दैनन् बिचरा, ऊ आफै पनि केही भन्दा रहेछन्, सोझै हिँड्दा रहेछन्। रमेश लेखक के हो त? खै के हो त रमेशलाई? केही छ जोस जाँगर फिटिक्कै केही छैन त, चरो मुसो केही समात्दैन त, के भएको हो? सके पो समात्ने त भने क्या, उहाँ त ड्याक्क घाँटी दिएका छन्। जीवी राईलाई चाहिँ 24 घण्टामा पक्राउ गर्छु भन्नु केही रमेश लेखक होइन त संसदमा भने? खै त जीवी राई पक्राउ परेको अहिलेसम्म?